Welcome back to the vlog from Gandruk. It's 12 o'clock in the afternoon and pretty cold अहिले पनि. The thing is simple thing. अगाडिको vlog हेर्नु भएको छैन भने पहिला हेर्नुस् त्यहाँ चाहिँ we explored Gandruk. त्यो भन्दा अगाडिमा we came to Gandruk last night and त्यसपछि अब चाहिँ what we are starting is the journey back to पोखरा हुँदै हामी त्यसपछि आजको हाम्रो final destination is Bandipur. So right now it's 12:31 हुन आँटिसक्यो. Dad त पुरै Dad is out by Kodo drink. Kodo. ज्याप्पै खाइदिनु भएछ कोदो 2-3 ग्लास हैन कोदो पानी विदाउट पानी क्या कोदो पानी मात्र विदाउट पानी 3 पानी मैले पनि चाख्नु चाहिँ चाखे बट इट्स भेरी त्यो कस्तो रक्सी खाएको जस्तो थिएन क्या इट्स भेरी गुड अहिले चाहिँ कफी खाएर मम इज गोना ह्याभ अलिकति खाजा एन्ड देन वी गोना हेड डाउन तैँले त खादिन भनेपछि त फेरि किन खाएको चना मात्रै खाएको कस्तो चना मात्रै खाएको यत्रो प्लेट सबै सकाएर चना खाएको चना म त के खान्छु कोदोको रसलाई धार्नलाई कागती लेमनलाई यसले चाहिँ केही बाँकी राख्दैन क्या हैन यो त प्योर भेज हो कि तर सबै यो सब भ्याइदिन्छ यसले यो त सुका रोटी बाहेक के खाँदै सुका रोटी बाहेक कस्तो भइसक्यो हैन 10 वटा कतिवटा के खाइछ रे 10 वटा अंडा 10 वटा ससेज अनि सब खाइसक्यो आमा अब we are almost like jump bye bye to this view beautiful view अब हिमाललाई पनि हामीलाई बाइ बाइ थ्यांक यू सो मच हामीलाई देखाइदिनु भएकोमा अब चाहिँ हामी लाग्छौं बाहिरतिर गान्तोकलाई छोडेर जानु त मन छैन तर पनि जानु पर्छ के भयो छोडेर जानु मन लाग्छ हैन तेरो ससुराले बनाइदियो क्या नबनाउनु अर्कै हिमालतिर खोजौँला ससुराले जाउँ नाइस मिटिङ यु भाइ ल धरान आउने भन्दैछ धरान आउनु पर्यो है ल अब बाटोमा घिउ लिएर जानुपर्ने छ अरे उहाँको सिक्लेस गाउँको ल अब बिहा चाहिँ कहिले खानु आउनु भन्नु ल पहिला तपाईले खानु पर्ला मेरो भन्दा त पहिला तिम्रै होला जस्तो छ है जे भए पनि मेरो भन्दा पहिला चाहिँ केटोकै हुन्छ जे भए पनि त्यो भन्दा पछि हाम्रो भाइरल दिएको हुन्छ फुडी अन्त फ्यामिली इज फुडी तेरो भुडी पनि देखा त अलिकति तर म एउटा कुरा भनौँ तपाईँहरूलाई पनि भन्छु कि भाइरल दी तपाईँ पनि सिङ्गल रेडी मिङ्गल होला है हैन म एम ह्यापीली सिंगल त्यही भन्नु खोजेको फर अलवेज यु नेभर इट्स नट फर अलवेज जब किस्मतले साथ दिन्छ तब हुन्छ कथाले कहाँ पुर्याउँछ हो तर विदिन 30 the story will be must be हैन ended तब होला and new story should be start क्या ल थ्यांक यू सो मच ल धन्यवाद हाम्रो गान्तोक रिजोर्टलाई पनि धेरै धेरै लागु म हाम्रो टोली बाटो लागिसक्यो अनि यही हो हामी बसेको ठाउँ गान्तोक कल्चरल रिजोर्ट सर हामी लागौँ ल बाइ बाइ वान्स अगेन शुभयात्रा फोटो सेसनहरू सक्यो हाम्रो यति माया पायौँ कि यति खुसी लागिरहेछ धेरै धेरै धन्यवाद सबैजनालाई अब हाम्रो गाडी इट्स अल सेट एन्ड रेडी अब हाम्रो मेरो मर्चको हाम्रो भाइको गाडीको पछाडि पनि टालिदिने ट्याक्क लाएर कसैले देख्नु भने म चढाएको थिएँ भनेर एउटा सम्झना हैन हे लागौँ पोखरातिर पोखराको यात्रा ल बाइ बाइ सबैजनालाई तपाईहरु चाहिँ जाम मसँग चाँडै भेटौँ ल थ्यांक यू सो मच फर एभ्रिथिङ यहाँतिर चाहिँ गाडीहरू तान्दैन सो यो पार्ट चाहिँ सबसे गाह्रो पार्ट रहेछ क्या अब यो गाडी तलै लानुपर्छ गाह्रो छ बाटो 4 व्हील ड्राइभ भएको चाहिँ इट्स अलमोस्ट इजी बट यो सुमोहरूको चाहिँ 4 व्हील ड्राइभ हुँदैन त्यो भएर पनि हो अब तलदेखि रन्काउनुपर्छ नत्र पानी पर्यो अड्क्यो फेरि त्यहाँको गाडी फसी नै रहेको छ हामी बिस्तारै तल झर्दैछौँ
लो हाम्रो टुरिस्टहरु त सबैजना निस्किनु पो भएछ अहिले त ओ गुड बी केयरफुल कस्तो छ त झरना गान्द्रुकबाट पोखरा जाने बाटो नयाँ पुलसम्मको बाटोमा एउटा ठुलो झरना छ क्या दिस इज वान अफ द बिगेस्ट झरना इन दिस पार्ट र खोला बढेको बेला पानी बढेको बेला यहाँ यतिसम्म पानी आउँछ अरे बट वी आर लकी इनफ वी गट अ गुड भ्यू अफ दिस र तपाईहरुलाई त्यो झरनाको शट इन 3 2 1 ड्रोनबाट हेर्नु भाइरलजी फोटो खिच्नु भएन मम्मीले फोटो खिच्दिनु भएन अरे यसको बम केर फायर भइरहेछ यहाँ झरना त राम्रो छ नि के गर्नु सिनेमेटिक खिच्दिनु हिँड्न त हिँड्न त ल मम्मीले भर्खर भाइरललाई के गर्नु थाहा छ ऊ लात हान्दै हुन्छ के खिच्दिनु तेरो यहाँ अनि यो फोटोको कति रुपियाँ पाउँछु बहिनी मैले यस अब भाइको गाडी यसो हैन चेक गरौँ घान्द्रुकको बाटोमा मैले कुदाउनु सक्छु कि सक्दैन नेपालको धेरैवटा बाटोमा कुदाइयो तर सजिलो रहेछ मैले सुमो चाहिँ फर्स्ट टाइम नै कुदाएको हो यो बाटोमा सबैभन्दा गाह्रो वाटर क्रसिङ एन्ड ठुलो खोला चाहिँ यहाँ रहेछ खाना 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 खाने हो भोक लाग्यो फुल्लेकै छ यस्तो किन भोक लाग्नु होइन हाम्रो मम्मीले खाएको देखेर मै तर्सिसक्यो यार कति खानुभएको तपाईँले बिहान ओभर क्या आम्मामा त्यसै सुगर नहोस् खोला यतापट्टि छ र खोलाको माछा यतापट्टि आइसकेको छ बाबालाई चाहिँ माछा भनेपछि फेभरेट है माछा अब ब्रोइलर खायो भने के हो खसी माछा खायो भने अमन्द हुन्छ यो जति खायो के हुन्छ तर यो सानो माछा भएर चाहिँ काँडै काँडा छ बिस्तारै खाए असला माछा म चाहिँ अब नडलाई डर लाग्छ काँडा हुन्छ नि टेस्टै छ है र हाम्रो चिकन पनि पाकिसक्यो कुकरमा तातो भर्खर बनाउनु भएको दाइहरूले यो चिकन चाहिँ एन्ड वी गट हाम्रो यता माछा अघिको फ्राई हुँदैछ खाना रेडी हुँदैछ है ल ल ल अब खाना ग्राम ग्रुम खाएर डेन्जर निस्किने हान्ने हो वाउ धन्यवाद दाइ खानालाई हाम्रो टोली चाहिँ पुरै गम गम भात खाँदै हुन्छ मैले त भात सकाइसकेँ ओ कत्रो खाएको त आम्मामा गम के गम मोही पनि दिइरहेछ माछा पनि ल दिस इज द लोकल मोही खाना इज डन 4 बजे बेलुकाको खाना खाइयो फर्स्ट इज ब्रन्च अब ब्रन्च भइसक्यो यो लन्च अब हाम्रो मोर 20 किलोमिटर्स जति 20-30 मिनट्स होला अब मोर 30 मिनट्स होला अब तल हामी नयाँ पुल हिजो जहाँ गाडी ड्रप गरेर छौँ त्यो एउटा पोइन्ट पुग्ने अनि त्यहाँबाट हामी फेरि पोखरा लाग्छौँ सर हाम्रो गाडीमा ब्रोलाई धेरै धेरै धन्यवाद आइसकेका छौँ हामी अब बाबा टु दिस पोइन्ट अब यही खोजबाट हामी घान्द्रुक पुगेका थियौँ त्यहाँबाट अन्नपूर्ण बेस क्याम्प पनि पुग्थ्यौँ हाम्रो गाडी भएको ठाउँमा वी हेभ रिच सेफ एन्ड साउन्ड छ हाम्रो गाडी कस्तो भयो त यात्रा गलेर अब चाहिँ सक्दिनँ म भइसक्यो तेरो के छ हालखबर तपाईँको फ्रेस छ म यहाँ कुदाउने मान्छेलाई चाहिँ निन्द्रा लाग्नु खोज्दैछ धन्यवाद मेरो भाइलाई धेरै धेरै थ्याङ्क यू सो मच लगेज चाहिँ यति धेरै छ कि अब वी प्याक्ड अप एभ्रिथिङ अट्यो अब सो डन नाउ लेट्स गो फर्स्ट पोइन्ट पोखरा अनि त्यसपछि अर्को पोइन्ट पुग्छौँ हामी ल थ्याङ्क यू सो मच भेट्दै गरौँ है ल
It's 5:18 and now we are joining the highway that is Baklung Pokhara highway हुँदै हामी लाग्छौं फर्स्ट पोइन्ट पोखरा त्यहाँ सामान लिनु पर्ने छ एकजना मान्छे भेट्नु पर्ने छ त्यसपछि हामी डिसाइड गरौँ के गर्छ back on highway and right now it's 5:19 and 41 kilometers. That's 1 hour in the clock. Back to Pokhara र पोखराको सारङकोटमा छु. Look at this beautiful झिलिमिली यस्तो मजाको देखिरहेछ. Right now it's 6:30. Continuously drive गरे त्यसपछि we just reached here at Sarangkot. The plan I changed again. मैले जहिले नै भन्छु कथाले कता लान्छ. Today I plan to stay back here in Pokhara, no Bandipur किनभने रातिको टाइममा it's no sense to drive 3 घण्टा अझै अबु खैरेनी गएर त्यहाँबाट माथि छिर्नु डुम्रे गएर माथि छिर्नु. So we're going to stay rest here today. Vlog edit गरेर पोस्ट गर्छु भोलिको लागि. And then भोलि बिहानै we're going to head to Bandipur. त्यसपछि हामी अगाडि मुगलिङ पुगेपछि काठमाडौँ हुन्छ या धरान हुन्छ. Stay tuned for more updates. Yeah, this is the beautiful Pokhara city. Now let's get back to Pokhara and explore Akshim Belka. Thanks for watching. You guys enjoy the shot. Now we are here in Pokhara and wow, चाहिँ त आउनु बहिनी हाम्रो प्रशान्त भाइको मम्मी एन्ड बहिनी हो अनि सानो दाइको छोरी पनि रहेछ. सो प्रशान्तले चाहिँ हामी उता आउँदै घिउ 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 भन्दै थियो गाउँ सिक्लेश्वरहरूको चाहिँ. So that's why we are here to just meet them and greet. Thank you so much, auntie. म देखाउँछु ल. ओ यो लोकल है पक्का. यो चाहिँ तीन पानी होस् खोल्दिन. यो चाहिँ घिउ. वाउ. ए ओके थ्याङ्क यू. ल थ्याङ्क यू सो मच दिदी. धेरै धेरै धन्यवाद. ल बहिनीलाई पनि थ्याङ्क यू सो मच. 20 पछि जान फर्काइदिए रे आज जाने चाहिँ हजुरकै कन्ट्याक्टमा आए रे. ओ माय गॉड आज हामी जहाँ बसेर त्यही ठाउँमा बस्नुलाई यति धेरै जना खुसी छ हो. थ्याङ्क यू सो मच. धन्यवाद हजुरलाई. के को धन्यवाद नि भाइलाई धन्यवाद हामीलाई त्यहाँ पुर्याइदिनु भयो. Back to Lakeside and look at the rush. क्या अस्तिको दिनसम्म केही पनि थिएन मान्छेहरू सुनसान थियो हामी जाँदाखेरि हिजोसम्म. And by today it's so packed, so rush. मान्छे माथि मान्छे. Pokhara is alive now. अस्तिसम्म चाहिँ and everything is on full-fledged.